आईसीटी नलेज युट्युब च्यानलमा यहाँलाई स्वागत छ। म जनक विसी। आईसीटी सँगसँगै इमेज सम्बन्धी विभिन्न नयाँ विषयवस्तुहरू सम्बन्धी जानकारीमूलक भिडियो सामग्रीहरू लिएर आउने क्रममा आज म इमेजबाट विद्यार्थीहरूले छात्रवृत्ति रकम बुझी लिएको भरपाई कसरी सजिलै प्रिन्ट आउट गर्न सकिन्छ अर्थात् पीडीएफ को रूपमा सेभ गर्न सकिन्छ भन्ने विषयमा जानकारीमूलक भिडियो सामग्री लिएर उपस्थित भएको छु। यसको लागि सर्वप्रथम आफ्नो विद्यालयको इमेज लगइन गर्नुहोला र त्यसपछि सरम्यामहरू स्क्रिनको बायाँ साइडतिरबाट स्क्रोल डाउन हुनुहोला र त्यसपछि यहाँ रिपोर्ट्स भन्ने अप्सनमा क्लिक गर्नुहोला र सरम्यामहरू पुनः भर्टिकल स्क्रोल बार मार्फत स्क्रोल डाउन हुनुहोला र यहाँ स्टुडेन्ट रिलेटेड भन्ने अप्सन देख्नुहुनेछ, जुन स्टुडेन्ट रिलेटेड भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि पुनः स्क्रोल डाउन गर्नुहोला र यहाँ स्कलरशिप रिपोर्ट भन्ने अप्सन देख्नुहुनेछ, जुन स्कलरशिप रिपोर्ट भन्ने अप्सनमा क्लिक गर्नुहोला। यति गरिसक्नु भएपछि यस्तो इन्टरफेस खुलेर आउनेछ र त्यसपछि यहाँ सेलेक्ट स्कुल टाइप भन्ने अप्सनमा क्लिक गरेर हजुरहरूको विद्यालयको प्रकार छनौट गर्नुहोला। यदि सामुदायिक विद्यालय हो भने पब्लिक, यदि संस्थागत विद्यालय हो भने प्राइभेट र धार्मिक विद्यालय हो भने रिलिजियस छनौट गर्नुहोला। मेरो विद्यालय सामुदायिक विद्यालय हो, तसर्थ मैले पब्लिक छनौट गरेको छु र त्यसपछि सेलेक्ट इयर भन्ने अप्सनमा क्लिक गरेर कुन वर्षको विद्यार्थीहरूले बुझिलिएको छात्रवृत्तिको भरपाई प्रिन्ट गर्न खोज्नु भएको सो वर्ष छनौट गर्नुहोला। मैले 2082 छनौट गरेको छु र त्यसपछि सेलेक्ट क्लास भन्ने अप्सनमा गएर हजुरहरूले कुन कक्षाको छात्रवृत्ति बुझिलिएको भरपाई प्रिन्ट गर्न खोज्नु भएको सो कक्षा यहाँबाट छनौट गर्नुहोला। यदि सबै कक्षालाई एउटै भरपाईमा प्रिन्ट गर्न चाहनुहुन्छ भने त्यो अवस्थामा यहाँ क्लास छनौट नगरे पनि हुन्छ र त्यसपछि सेलेक्ट जेन्डर भन्ने अप्सनमा क्लिक गरेर आवश्यकता अनुसार मेल, फिमेल र अदर छनौट गर्नुहोला। सबै विद्यार्थीहरूको छात्रवृत्ति बुझिलिएको एउटै भरपाई बनाउँछु भन्नुहुन्छ भने त्यस्तो अवस्थामा यहाँ जेन्डर सेलेक्ट नगर्दा पनि हुन्छ। अनि त्यस्तै सेलेक्ट रेसिडेन्टियल स्ट्याटस भन्ने अप्सनमा क्लिक गरेर यहाँ रेसिडेन्टियल टाइप छनौट गर्नुहोला। जस्तै रेसिडेन्टियल र नन रेसिडेन्टियल हजुरहरूले कुन टाइपको छात्रवृत्ति माग गर्नुभएको छ सो अप्सन यहाँबाट चुज गर्नुहोला। यदि सबै प्रकारको छात्रवृत्ति रकमलाई एउटै भरपाईमा प्रिन्ट आउट गर्न चाहनुहुन्छ भने त्यो अवस्थामा यहाँ नन रेसिडेन्टियल अर्थात् रेसिडेन्टियल कुनै पनि चुज नगर्दा पनि हुन्छ। त्यस्तो गर्नुभयो भने हजुरहरूले जति छात्रवृत्ति माग गर्नुभएको छ सो विवरण यहाँ अटोमेटिकल्ली सबैको देखाउनेछ र त्यसपछि सेलेक्ट स्कलरशिप भन्ने अप्सनमा क्लिक गरेर कुन खालको स्कलरशिप हजुरहरूले माग गर्नुभएको छ सो स्कलरशिपको टाइप यहाँबाट छनौट गर्न सक्नुहुनेछ। अर्थात् सबै स्कलरशिपको टाइप एउटै भरपाईमा प्रिन्ट गर्न चाहनुहुन्छ भने त्यो अवस्थामा यहाँ स्कलरशिप टाइप पनि छनौट नगर्नु भए पनि हुन्छ र यति गरिसकेपछि लोड भन्ने अप्सनमा क्लिक गर्नुहोला र फाइनल्ली हजुरहरूले देखिसक्नु भएको छ 2082 सालमा स्कलरशिप पाउने विद्यार्थीहरूको विवरण यहाँ देखाइसकेको छ। सो विवरणलाई अर्थात् भरपाईलाई प्रिन्ट आउट गर्नका लागि स्क्रिनको दायाँ साइडतिर रहेको प्रिन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि यदि हजुरहरूको सिस्टममा प्रिन्टर कनेक्ट छ भने त्यो अवस्थामा यहाँ प्रिन्ट भन्ने अप्सन देखाउनेछ। हजुरहरूले सो प्रिन्ट भन्ने अप्सनमा क्लिक गरेर सजिलै प्रिन्ट गर्न सक्नुहुनेछ भने मेरो सिस्टममा भने अहिले प्रिन्टर कनेक्ट छैन, तसर्थ सेभ भन्ने अप्सन दिएको छ। मैले सो सेभ भन्ने अप्सनमा क्लिक गरेर यो पिडिएफलाई सेभ गर्न चाहन्छु। यति गरिसकेपछि यहाँ ठाउँ छनौट गर्नुपर्ने हुन्छ, कुन ठाउँमा सो पिडिएफ फाइल सेभ गर्न खोजिएको हो। मैले यहाँ डेस्कटप छनौट गरेको छु र त्यसपछि फाइल नेम लेख्नुपर्ने हुन्छ। फाइल नेम मैले चाहिँ यहाँ EMIS भनेर लेखेको छु र यति गरिसकेपछि यहाँ सेभ भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। फाइनल्ली सरम्यामहरू मेरो यो 2082 सालमा मेरो विद्यालयबाट स्कलरशिप पाउने विद्यार्थीहरूको विवरण सेभ भइसकेको छ पिडिएफ को रूपमा। म हजुरहरूलाई देखाउन गइरहेको छु। मैले डेस्कटपमा सेभ गरेको थिएँ, यहाँ इमेज पिडिएफ भनेर यहाँ देखाइसकेको छ। यो फाइलमा क्लिक गरेर आवश्यकता अनुसार जतिखेर पनि हामी यसलाई प्रिन्टर मार्फत सजिलै यहाँ प्रिन्ट भन्ने अप्सनमा क्लिक गरेर प्रिन्ट गर्न सक्छु। हजुरहरूले पनि यही विधि अवलम्बन गरेर सजिलै आफ्नो विद्यालयबाट स्कलरशिप पाउने विद्यार्थीहरूको भरपाई प्रिन्ट आउट गरेर यहाँ सिग्नेचर भन्ने ठाउँमा सबै विद्यार्थीहरूलाई सिग्नेचर गराएर
छात्रवृत्ति रकम बुझी लिएको भरपाई प्रमाणित गरेर अभिलेखका रूपमा राख्न सक्नुहुनेछ, अर्थात् आवश्यकता अनुसार मागेको ठाउँमा सजिलै उपलब्ध गराउन सक्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। यस्तै आइसिटी अर्थात् इमेज सम्बन्धी नयाँ विषयवस्तुहरू सम्बन्धी जानकारीमूलक भिडियोहरू प्राप्त गर्नका लागि सो आइसिटी नलेज युट्युब च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गरेर सहयोग गरिदिनु होला भन्दै अहिलेलाई भने सो भिडियोबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।